नमस्कार। यहाँहरूका बीच आज म स्थानीय तह गैर राजनीतिक हुनुपर्दछ, स्थानीय तहमा राजनीतिक दलहरूको प्रभावबाट मुक्त हुनुपर्दछ, किन हुनुपर्दछ सो बारेमा आफ्ना धारणा राख्दैछु। चाणक्यले भनेका थिए, पावर कम्स फ्रम द कन्ट्री साइड। स्थानीय तहबाट शक्ति प्राप्त हुन्छ। स्थानीय तहमा विद्यमान सामाजिक प्रक्रिया, सांस्कृतिक प्रक्रियामा आम नागरिकहरूको सहभागिताले स्थानीय तहको स्वायत्तताको कुरा निर्माण गरिरहेको हुन्छ। स्थानीय तहको स्वायत्तता भनेको सेल्फ कन्ट्रोलिङ, सेल्फ म्यानेजिङ, सेल्फ रेगुलेटिङको कुरा हो। समुदायको हातबाट त्यो कुरा अहिले पार्टी नेता अथवा राजनीतिक दलहरूद्वारा खोसिएको छ। त्यसैले स्थानीय तहमा परापूर्व कालदेखि मानव सभ्यताको आदिकालदेखि विद्यमान रहेको स्वायत्तताको कुरा राजनीतिक दल, राजनीतिक पार्टीहरूको प्रतिस्पर्धाका कारण खलबलिएको छ, कमजोर बनेको छ। त्यसैले तृणमूल तहलाई राजनीतिक दल मुक्त बनाउन सक्यो भने आम नागरिकहरू समाजको सामाजिक सांस्कृतिक प्रक्रियाहरूमा समान ढङ्गले सहभागी हुने, समता समानताका कुराहरूलाई सुनिश्चित गर्दै स्थानीय चासो र सरकारका मुद्दाहरूमा समुदायको सहभागिता सुनिश्चित गर्दै अगाडि जान्छन्। त्यसले सामाजिक लोकतन्त्र, त्यसले सहभागितात्मक लोकतन्त्र, त्यसले स्वशासनको अवधारणा सबल हुन्छ। हामी कहाँ राजनीतिक दलहरूको अनुचित प्रभावका कारण स्थानीय तह प्रताडित बनिरहेको छ। स्थानीय तहमा राजनीतिक स्वार्थका कारण सामुदायिक सङ्घ संस्थाहरूमा समुदायको निर्णय गर्ने क्षमता गुमेको छ। सामुदायिक उपभोक्ता समितिहरूमा समुदायको निर्णय गर्ने क्षमता गुमेको छ। त्यसैले उदाहरणको लागि विद्यालय व्यवस्थापन समिति छान्नु पर्यो भने स्थानीय तहका समुदायहरूको आपसी सरसल्लाह, स्थानीय तहका समुदायहरूको रायबाट छान्दा विद्यालय व्यवस्थापन जति प्रभावकारी हुन्छ, राजनीतिक दलहरूको निहित स्वार्थबाट स्थानीय विद्यालय व्यवस्थापन समिति छान्दा भोलि राजनीतिक दलको भूमिका र राजनीतिक दलका नेताहरूको अदृश्य निर्देशनबाट विद्यालय व्यवस्थापन समिति प्रताडित हुन्छ। विद्यालय व्यवस्थापन समितिको भूमिका विद्यालयले शिक्षण सिकाइका क्रियाकलापहरूमा जुन नेतृत्वदायी भूमिका प्रदान गर्नुपर्ने हो, त्यसमा निष्पक्ष भएर समन्वयक भएर नेतृत्व प्रदान गर्न सक्दैन। त्यसैले एउटा उदाहरणका सन्दर्भमा मैले यो भनेका हुँ। त्यसै गरी सामुदायिक संस्था जस्तो सामुदायिक उपभोक्ता समूह समितिहरूमा पनि राजनीतिक दलहरूको हाबी हुनाले समुदायको आफ्नो निर्णय गर्ने अधिकार गुमेको छ। समुदायको यो निर्णय गर्ने अधिकार प्राप्तिका सन्दर्भमा स्थानीय तहमा राजनीतिक दलको प्रभावलाई हटाउनु पर्दछ। स्थानीय स्तरका विकास निर्माणका कामहरूलाई गतिशीलता प्रदान गर्नको लागि स्थानीय स्तरमा स्थानीय लोकतन्त्रको मान्यतालाई सुदृढ गर्ने भनेको समुदायहरूको सेल्फ कन्ट्रोलिङ, सेल्फ रेगुलेटिङ र सेल्फ म्यानेजिङमा उनीहरूको आम सहभागितालाई सुनिश्चित गर्ने हो। त्यस्तो आम सहभागितालाई सुनिश्चित गर्नको लागि अहिले स्थानीय स्तरमा दलीय राजनीतिले त्यसलाई असर गरिरहेको छ। दलीय राजनीतिको नकारात्मक प्रभाव छ। दलीय स्थानीय स्तरमा खानेपानीको समस्या, गुणस्तरीय शिक्षाको कुरा, स्वास्थ्यको कुरा, स्थानीय स्तरमा निर्माणका कुरा, सेल्फ हेल्प एक्टिभिटिजका कुराहरूमा समुदाय स्तरमा परापूर्व कालदेखि रहँदै आएको सामूहिक योगदानको कुरा, सामूहिक सहभागिताको कुरा अहिले कमजोर बनेको छ। त्यो किन भन्दा राजनीतिक दलहरूको भद्दा भूमिका, राजनीतिक दलहरूका हस्तक्षेपका कारण त्यसो भएको। त्यसैले स्थानीय तहलाई राजनीतिक दल रहित बनाउन सकियो भने स्थानीय नागरिकहरूले आफ्नो चेत र चेतनाका आधारमा निर्णय गर्दछन्। उनीहरूको निर्णयले नागरिकहरूको सेल्फ कन्ट्रोलिङको कुरा, सेल्फ रेगुलेटिङ र सेल्फ म्यानेजिङको कुरालाई संस्थागत गर्दछ। अहिले नेपालका राजनीतिक दलहरूले पार्टियाइजेसन अथवा दलीयकरणको कुरा तृणमूल तहसम्म रहिरहेको छ। राजनीतिक दलहरूले गर्ने दलीयकरणलाई हामीले समयमा व्यवस्थापन गर्न सकेनौँ भने स्थानीय लोकतन्त्रको जरा कमजोर हुन्छ। स्थानीय लोकतन्त्रको जरा कमजोर हुने भनेको स्थानीय सामाजिक सांस्कृतिक
विविध प्रक्रियाहरूमा आम नागरिक सहभागिताबाट वञ्चित हुने, राजनीतिक दलको स्वार्थ हाबी हुने, राजनीतिक दल प्रायोजित अभियानहरूले त्यहाँ भूमिका निर्वाह गर्ने कुरा हो। त्यसैले राजनीतिक दृष्टिकोण, राजनीतिक चिन्तन एउटा महत्त्वपूर्ण कुरा हो। तर के हो भन्दा राजनीतिक चिन्तन र दृष्टिकोण स्थानीय स्तरका समुदायहरूको स्वशासनको अवधारणा, उनीहरूको गतिशीलताका सन्दर्भमा त्यो बाधक हुनु हुँदैन। किनकि समुदायहरूले स्थानीय स्तरका सवालमा निर्णय गर्दा समताको कुरा, समानताको कुरा परापूर्व कालदेखि नै हेक्का राख्दै आएका छन्। त्यो मात्राको कुरा हो। अहिले परिवर्तित सन्दर्भमा समुदायमा पनि जस्तो मानव अधिकारको कुरा, सामाजिक न्यायको कुरा, सामाजिक समताको कुरा, सांस्कृतिक समताको कुरा, विद्यमान असमान शक्ति सम्बन्ध बदल्ने कुरा समुदायमा पनि प्रभाव परिरहेको छ। समुदायहरूले साबिकमा रहेको आफ्नो सोच र व्यवहारमा रहेको विभेदकारी चिन्तन र व्यवहारलाई पनि समुदायहरूले परिवर्तन गर्ने अवसर प्राप्त गरेका छन्। तर राजनीतिक दलहरूको स्थानीय तहमा अनावश्यक हस्तक्षेप हुँदा हिजोका विभेदकारी अभ्यासहरू ती राजनीतिक स्वार्थ सिद्धि गर्ने सन्दर्भमा सहायक सिद्ध हुने गरेका छन्। त्यसैले परापूर्व कालदेखि रहिरहेका समस्याहरूको निदान र समस्या समाधान गर्नका लागि यो कुरा हामीले चिर्न सक्नु पर्दछ। म उदाहरणको लागि स्थानीय स्तरमा दलहरूको भूमिका भन्दा पनि समुदाय र सामुदायिक सङ्घ सङ्गठनहरूको भूमिकालाई प्रबल बनाउनु पर्दछ। सामुदायिक सङ्गठनहरूले समुदायको आर्थिक हितको, समुदायको सांस्कृतिक हितको, समुदायको नागरिक हितको, स्थानीय स्तरका चासो र सरकारका मुद्दाहरूको प्रतिनिधित्व गर्दछन्। हाम्रो समाजमा रहेको असमान शक्ति परिवर्तनका सन्दर्भमा लैङ्गिक विभेद अन्त्य गर्नको लागि, जातीय विभेद अन्त्य गर्नको लागि, आर्थिक विभेद अन्त्य गर्नको लागि, समाजमा विद्यमान अन्य विभेद र त्यसका आयामहरू अन्त्य गर्नको लागि अन्तर्राष्ट्रिय राष्ट्रिय कानुनहरू छन्। ती कानुनहरूको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा स्थानीय स्तरका सामुदायिक सङ्घ संस्थाहरूले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन्। उनीहरूको प्रभावकारी भूमिका समुदायको गतिशीलता र क्रियाशीलतासँग कहीँ न कहीँ जोडिएको हुन्छ। अहिले राजनीतिक दलको स्थानीय स्तरमा ठाडो हस्तक्षेपका कारण सामुदायिक सङ्घ संस्थाहरूका भूमिका कमजोर भएका छन्। अर्कोपट्टि परापूर्व कालदेखि रहँदै आएको लैङ्गिक विभेद, जातीय विभेद, क्षेत्रीय विभेद, भाषिक विभेदका मुद्दाहरूलाई राजनीतिक दलहरूले आफ्नो रोटी सेक्ने मुद्दा बनाउन थालेका छन्। मुखले एउटा, व्यवहारले अर्को। त्यसैले राजनीतिक दलहरू राजनीतिक स्वार्थ प्रेरित गतिशीलता र परिचालनले स्थानीय स्तरलाई कमजोर बनाएको छ। स्थानीय स्तरलाई सुशासनयुक्त बनाउनको लागि, स्थानीय स्तरमा सुशासनको अवधारणा अभिवृद्धि गर्नको लागि स्थानीय स्तर दल रहित हुनु पर्दछ। चाहे त्यो चुनाव होस्, चाहे स्थानीय सरकारका सन्दर्भमा छिनोफानो गर्दा नागरिकहरूको अग्रसरता, नागरिकहरूको सरसल्लाह, नागरिकहरूको डेलिभरेसन र सङ्कथनले ठुलो महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने कुरा राख्न चाहन्छु। यो भयो भने डेलिभरेटिभ डेमोक्रेसी अथवा सङ्कथनमा आधारित लोकतन्त्र पनि सबल हुन्छ। नागरिकहरूले स्थानीय स्तरका मुद्दाहरू एजेन्डा तर्जुमा गर्दा आफ्नो सहभागिता देखाउँछन्। तथ्य र प्रमाणका आधारमा त्यसका विषयमा वकालत गर्दछन्। उनीहरू आफ्नो सहभागिता सुनिश्चित गर्दै असमान शक्ति सम्बन्ध परिवर्तनका लागि लाग्दछन्। तर राजनीतिक दलको उपस्थितिले तथाकथित राजनीतिक परिचालनका माध्यमबाट स्थानीय तहमा राजनीतिक स्वार्थ मात्र हाबी हुने, समुदायका साझा कुराहरू जो समता र समानतासँग गाँसिएका हुन्छन् ती कुराहरू ओझेलमा पर्दछन्। त्यसैले स्थानीय स्तरमा स्वशासनको गतिशीलता संस्थागत गर्नको लागि, समुदायहरूको आम सहभागिता सुनिश्चित गर्नको लागि स्थानीय तह दल रहित हुनै पर्दछ। धन्यवाद।